हाम्रो 80 जना मरेको मान्छेको ज्यान फिर्ता दिनु सक्नुपर्छ बालेन्द्र शाहले। त्यो 10 बुँदे सम्झौतामा प्रधानमन्त्रीको पद मागिएको होइन, तर जनतालाई भोट मताधिकार कसरी प्रयोग गर्ने भनेर चुनाव मागिएको सम्झौता हो। संविधान सुधारको बहस पत्र होइन, संविधान सुधारको आयोग मागेको हो। जेनजीले पनि आफ्नो भावना जसरी बालेन्द्र शाहज्यूले तपाईहरु आफ्नो देश कस्तो देख्न चाहनुहुन्छ भन्नुहोस् भनेर स्ट्याटस मार्फत भन्नुभएको थियो। स्ट्याटस मार्फतबाट भनेर नभएर जेनजी परिषदबाट जेनजीहरुको नेपालभरि भएको जेनजीहरुको आवाज समेट्ने थलोको रूपमा जेनजी परिषद मागिएको हो। मलाई बोल्न दे सरकार भनेर सुरु भएको आन्दोलन चुपचापमा परिवर्तन भएको हामीले थाहा पाउनै सकेनौं जस्तो मलाई लाग्दैछ। अहिले यो अवस्थामा यो आन्दोलन कसरी गयो हामीले बुझ्न सकेका छैनौं। अहिले सरकारलाई हामीले प्रश्न गर्न खोजिरहेका छौं, तर सरकारलाई प्रश्न गर्दा सरकारकै विरोधीको रूपमा हामीलाई प्रस्तुत गरिएको छ। राम्रो गर्न चाहनेलाई विरोधी हो भन्ने भाषा परिवर्तन गराई हामी मध्ये हेरिएको छ। हामीले सडकमा लडेर रगत बगाएर ल्याएको सरकार हो नि त यो। हामीले नै प्रश्न नसोधे कसले प्रश्न सोध्ने? आजको सरकारलाई प्रश्न सोध्नु भनेको हिजोको सरकारलाई राम्रो भनेको हो भन्न चाहिँ म नचाउँदिन। हिजोको सरकारले गलत गर्यो भनेर त जेनजी आन्दोलन भएको हो नि। 35 वर्षसम्म पनि गलत गर्दा गर्दै देख्दा देख्दै चुप लागेर बसेको नागरिक समाजमा एउटा प्रश्न लिएर लडेको युवाहरू त हो नि जेनजी। समयमै हाम्रो नेतृत्वहरू गलत हुनुभयो, भोट मार्फत ब्यालेट मार्फत हामीले उहाँहरूलाई हटाउनु पर्छ भनेर सचेत नागरिकको हैसियतले हामीले प्रश्न सोध्ने प्रविधि बसाएको भए त जेनजी आन्दोलन हुनु पर्थ्यो जस्तो मलाई लाग्दैन थियो। यो आन्दोलन जसरी भइरहेको थियो त्यो आन्दोलन केका लागि किन र कसले गर्दैछ भन्ने कुराको पारदर्शिता खोज्नको लागि सडकमा आएको एउटा मान्छे म पनि हो। यो 23 गते 24 गते भएको घटनाहरू हामीसँग अहिले पनि ताजै रूपमा आँखामै अहिलेसम्म पनि छर्लङ्गै छाइरहेको छ। ती अत्यास लाग्दा 2-4 दिनको पछाडि विगत केही महिनामा देशले धेरै राजनीतिक उतार चढावहरू देखेको छ। पहिलो पटक युवाहरूले आफ्नो भोटको मताधिकार के हो, मतदान होइन र मतदानको मताधिकार कसरी प्रयोग गर्ने भन्ने पक्षमा आफ्नो बुझाइ अगाडि सारेका थिए। हाम्रो अधिकार यो एउटा मताधिकारले पनि सीमित गर्न सक्छ। मताधिकार हामीले सोचेर गर्नुपर्छ र आफ्नो लागि, भोलिको भविष्यको लागि र देशको लागि हामीले मतदान गर्नुपर्छ भन्ने कुरा उहाँहरूले अगाडि राख्नु भएको थियो। आफ्नो अधिकार बुझ्न थाले, घाइते युवालाई न्याय दिलाउनुपर्छ भन्ने बुझ्न थाले, जिम्मेवारी लिने मान्छेलाई अगाडि सार्नुपर्छ भनेर बुझ्न थालेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिई नेपाली जनताले एउटा सरकार सामु अगाडि सम्पेका थिए। हामीले यो आन्दोलनमा संस्थागत सुधार र रिफर्मेसन खोजेका थियौं। यो आन्दोलन एउटा सुशासनको लागि भएको आन्दोलन हो भन्ने भाषा सबैको अगाडि राख्न चाहेका थियौं। दण्डहीनता अन्य होस्, सार्वजनिक सेवा प्रणालीमा सुधार होस्, सरकारको काममा पारदर्शिता होस् र सरकार कसैको होइन जसको कोही छैन उसको चाहिँ राज्य छ भन्ने एउटा भाषामा अगाडि बढोस् भन्नको लागि भएको यो आन्दोलन हो। तर मलाई बोल्न दे सरकार भनेर सुरु भएको आन्दोलन चुपचापमा परिवर्तन भएको हामीले थाहा पाउनै सकेनौं जस्तो मलाई लाग्दैछ। अहिले यो अवस्थामा यो आन्दोलन कसरी गयो हामीले बुझ्न सकेका छैनौं। अहिले सरकारलाई हामीले प्रश्न गर्न खोजिरहेका छौं, तर सरकारलाई प्रश्न गर्दा सरकारकै विरोधीको रूपमा हामीलाई प्रस्तुत गरिएको छ। राम्रो गर्न चाहनेलाई विरोधी हो भन्ने भाषा परिवर्तन गराई हामी मध्ये हेरिएको छ। हामीले सडकमा लडेर रगत बगाएर ल्याएको सरकार हो नि त यो। हामीले नै प्रश्न नसोधे कसले प्रश्न सोध्ने? आजको सरकारलाई प्रश्न सोध्नु भनेको हिजोको सरकारलाई राम्रो भनेको हो भन्न चाहिँ म नचाउँदिन। हिजोको सरकारले गलत गर्यो भनेर त जेनजी आन्दोलन भएको हो नि। 35 वर्षसम्म पनि गलत गर्दा गर्दै देख्दा देख्दै चुप लागेर बसेको नागरिक समाजमा एउटा प्रश्न लिएर लडेको युवाहरू त हो नि जेनजी। समयमै हाम्रो नेतृत्वहरू गलत हुनुभयो, भोट मार्फत ब्यालेट मार्फत हामीले उहाँहरूलाई हटाउनु पर्छ भनेर सचेत नागरिकको हैसियतले हामीले प्रश्न सोध्ने प्रविधि बसाएको भए त जेनजी आन्दोलन हुनु पर्थ्यो जस्तो मलाई लाग्दैन थियो। यी सम्पूर्ण कुराहरू नभएको कारणले गर्दाखेरि नै जेनजी आन्दोलन भएको। अब लडेर ल्याएको सरकारलाई पनि प्रश्न नसोध्न पाउने हो भने चाहिँ लोकतन्त्र मर्छ कि भन्ने डरमा पुग्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। हामीले तत्कालीन सरकारसँग संविधान संशोधनको आयोग मागेको। यो कुरामा हामी अझै पनि प्रश्न हुन के जरुरी छ भने त्यो आयोगको कुरालाई अहिले आएर कसरी बहस पत्रको कार्यदलमा मात्रै परिवर्तन हुँदैछ भन्ने कुरा पनि एकदम डरलाग्दो कुरा पनि हो। संविधान संशोधन गर्ने कुरा चलिरहेको छ, तर अझै पनि हामीलाई स्पष्टता यो प्राथमिकतामा किन पर्यो भन्ने कुरामा स्पष्टता त छैन।
गौरीबहादुर कार्की आयोगले सिफारिस गरेको मान्छेमाथि अहिलेसम्म पनि कारबाही अगाडि बढाउन सकेको छैन। सरकारले अहिले संविधान संशोधनको कुरा गरिरहेको छ, तर अहिले यसको प्राथमिकता किन भयो भन्ने कुराको स्पष्टता छैन। विपक्षी दलको धारणा के छ, जनताको आवश्यकता के हो, यसको औचित्य के हो भन्ने कुरामा कुनै पनि स्पष्टता छैन। जेनजी आन्दोलनका धेरै माग मुद्दाहरू अहिलेसम्म पनि पुरा भएको छैनन्। ती माग पुरा गरिन्छ भनेर गरिएको सम्झौता सुशीला सरकार हुँदाबाट नै हामीले स्पष्ट माग राखिरहेका थियौँ र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नागरिक करार र वाचापत्रमा जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्ने भनेर लेखेका थिए। हालका प्रधानमन्त्री बालेन्द्र शाहज्यूले समेत झापा 5 को आफ्नो चुनावी वाचापत्रमा सरकार र जेनजी बीच भएको सम्झौतामा पूर्ण पारदर्शिता, समयमै कार्यान्वयन सुनिश्चितता गर्छु भनेर वाचा गर्नुभएको थियो। तर के ती सम्झौता भए बमोजिम काम भइरहेको छ त? के हामीले त्यो कुरा पाइरहेका छौँ त? अहिले पनि जेनजी परिषद गठन गर्ने कुरामा सरकारले किन अन्कनाइ गइरहेको छ? हामीले मागेको ड्राफ्ट र अहिले काम भइरहेको ड्राफ्टहरू किन फरक छन्? यी सम्पूर्ण कुराहरू गर्दाखेरि हाम्रो अहिलेसम्म पनि जेलमै 1135 जना भन्दा धेरै मान्छेहरू जेलभित्रै जेनजी आन्दोलनको क्रममा सहभागी भएकै हिसाबले अहिलेसम्म जेलमा हुनुभएको छ। उहाँको अभिभावकहरू अहिले हेर्नुभयो भने यहाँ धेरैजना यहाँ देख्न पनि सक्नुहुन्छ, उहाँहरू अहिलेसम्म यहीँ हुनुहुन्छ। यदि हो हामीले भनेको कुरा पनि ठिकै छ, सङ्गठित अपराध र जघन्य अपराधमा हामीले माफी दिनुपर्छ भनेर भनेका छैनौँ। जेनजी आन्दोलनको क्रममा राजनीतिक प्रतिशोध साधेर बाटोमा हिँडेको मान्छेहरूको लागि या आफ्नो व्यक्तिवादी उसको लागि अगाडि सर्नु भएको मान्छेहरूलाई कारबाही हुनुपर्छ भनेर हामीले त माग राखिरहेका छौँ। तर त्यही मागको अन्तर्गत जति पनि झुटा मुद्दा लगाएर अहिलेसम्म जेलमा हुनुभएको मान्छेहरू छ, उहाँहरू चाहिँ प्राथमिकतामा सरकारको किन परेको छैन? उहाँहरूको स्वास्थ्य, शिक्षा, रोजगारी त परे जाओस्, उहाँहरू मौलिक हक अधिकारबाट पनि वञ्चित हुनुहुन्छ। दोषी हुनुहुन्छ भने कानुनी हिसाबले कारबाही हुनुपर्छ, तर अहिलेसम्म पनि पेशी सारे गरेर उहाँहरूलाई दुःख मात्रै दिएर जेलमै किन छोडिरहेको छ अहिलेसम्म भन्ने कुरा हामीले बुझ्न सकेकै छैनौँ। पारदर्शिताको लागि लडेका थियौँ हामी र यो सरकारमा अहिले पारदर्शिता देख्न सकेको छैन। नातावाद नहोस् भनेर लडेका थियौँ, तर अहिले पनि नातावाद भित्रैदेखि जडा गारेर बसेको छ र अहिले पनि छ। यो कुरालाई चाहिँ हामीले सुधार ल्याउन जरुरी छ जस्तो लाग्छ। प्रविधिमा सुधार होस् भनेर गरेको आन्दोलनमा प्रविधि चाहिँ उही नै छ। अब लोकतन्त्रको प्रविधिको मान्छे चाहिएको हो, लोकतन्त्र मान्ने मान्छे चाहिएको हो, नत्र तानाशाही प्रविधिको लागि त लड्नुपर्छ थिएन। पहिला केपी शर्मा ओली हुनुहुन्थ्यो। त्यही तानाशाही प्रविधि नहोस्, सरकार जवाफदेही बनोस्। जनता र सरकार बिचमा भएको जुन एउटा बाटो छ, त्यो बाटो एकदमै गाह्रो छ। आवाज पुर्याउनको लागि, लडाइँ लड्नको लागि 11 दिउँ 12 दिउँ 2 महिना 3 महिनासम्म मान्छेहरू माइती घरमा आएर आफ्नो आवाज राख्नु परिरहेको छ। यही क्रममा चाहिँ आज यो स्वतन्त्र नागरिक अभियान नेपाल बृहत घोषणा कार्यक्रम भनेर सुन्न पाउँदा खुसी पनि लागेको छ। हो, यसरी नै स्वतन्त्र नागरिकहरूले चाहिँ आफ्नो आवाज र जनताको आवाजको लागि लड्नुपर्छ। सरकार कसैको पनि हुँदैन, हरेक नेपाली जनताको हक हितको लागि काम गर्ने खालको सरकार हुनुपर्छ। त्यसमा नागरिक समाजले यो गर्न खोजेको कुरामा पनि एकदमै खुसी छु। हामीलाई ठिकै छ, सरकार बनेको धेरै समय भएको छैन, यो सरकारलाई यति छिटै मूल्याङ्कन गर्नुहुन्छ भन्ने कुरामा पनि म मान्दिनँ। तर अहिले जेको बिउ रोपेको छौँ त्यसकै त फल पाउँछौँ भन्ने मात्रै मान्छे हौँ हामी। अहिलेदेखि नै तपाईँ अहङ्कार दम्ब रोप्दै हुनुहुन्छ भने भोलि दिनमा कसरी जवाफदेहिता खोज्ने? केही गलत भयो भनेर औँलाउँदाखेरि अहिले चरित्र हत्या हुन्छ मान्छेको भनिसकेपछि त्यो मान्छे लोकतन्त्रको पक्षमा कसरी सबल भएर आफ्नो आवाज राख्ने? सम्पूर्ण लोकतन्त्रको प्रश्न उठिरहेको बेलामा सरकारको प्राथमिकतामा परेको कुरा सुकुम्बासी बस्तीमा डोजर लगाउने कुरा साकुम्बासी पर्यो। विनाश र व्यवस्थापनको कहिलेसम्म परिभाषै नबुझेको सरकारले त्यसरी डोजर चलाउनु कहाँसम्मको मानवीयता हो? हामीले सरकारको विरोध गरेको होइन, ह्युम्यानिटी मात्रै खोजेको हो। व्यवस्थित बस्ती बसाउनुपर्छ सुकुम्बासी भनेर यो नामाङ्करण गराउनु नै गलत हो। यो राज्य भइसकेको देशमा कहिले पनि कोही पनि निमुखा गरिब जनता दुखी भनेर हुनै पर्दैन भन्ने मान्छे हो हामी। जनताले हरेकको प्रश्नको उत्तर दिनुपर्छ। जेनजी परिषद गठन हुनुपर्छ र सरकारसँग भएको सम्झौता जुन 10 बुँदे सम्झौता छ त्यो सम्झौता बनाउने साथीहरू, त्यो सम्झौताको कार्यान्वयन गर्न लागि परिराख्नु भएको साथीसँग सरकारले वार्ता पनि गर्नुपर्छ। संविधान संशोधनको काम त गर्नुपर्छ, तर पहिला नागरिकलाई के चाहिएको छ भने बुझेर मात्रै संविधान संशोधनतर्फ हात हाल्नुपर्छ। र अब अन्तिममा म चाहिँ के भन्न गइरहेको छु भने लोकतन्त्रमा प्रश्न सोध्न पाउनुपर्छ। लोकतन्त्रको साख नै प्रश्न हो।
प्रश्न सोध्नु भनेको सरकारको विरोध गर्नु होइन, सरकारलाई जिम्मेवारी बनाउनु हो, जनताको आवाज सुनाउनु हो र ऐना देखाउनु हो। कुनै पनि व्यक्तिले आफ्नो गल्ती आफै देख्दैन भने ती गल्ती देखाउनको लागि हामी सडकमा उत्रेका हौँ। अहिलेसम्म पनि सडकमा हुने मान्छेलाई अपराधीकरण गराइँदैछ। त्यो होइन, सडकमा आउन सबैभन्दा ठुलो आत्मबल लाग्छ। त्यो आत्मबल जुटाएर आफ्नो अमूल्य सपनाहरू साथमा लिँदै र देशको लागि केही गर्नुपर्छ भनेर यसरी अभियान गरेर अगाडि बढ्नु भएको नागरिक अभियन्ताहरू सबैजनाहरू चाहिँ यो सरकारको पनि जवाफदेहिताको स्टेक होल्डर हो र सरकारले जवाफ पनि दिनुपर्छ। जेनजी आन्दोलनले धेरैलाई आफ्नो आफ्नो तरिकाले बुझेका छन्। कसैले यसलाई विरोधीको रूपमा र कसैले युवा आवाजको रूपमा बुझिरहेका छन्। तर यो आन्दोलनले खोजेको भनेको वास्तविक रूपमा सकारात्मक परिवर्तन नै हो। यो परिवर्तनले सम्पूर्ण नेपाली हक हितको लागि काम गर्छ भन्ने लागिरहेको छ र हामी प्रश्न गर्न छोड्दैनौँ र हजुरहरू पनि नछोड्नुहोस्। अभिभावकहीन महसुस भइरहेको थियो जेनजीहरूलाई। अभिभावकहरू स्वतन्त्र रूपमा यसरी अघि बढेको देख्दा खुसी पनि लागेको छ र गर्व पनि लागेको छ। तर यो आवाज चाहिँ हामीले अझै यहाँबाट मात्रै होइन, हरेक क्षेत्रबाट हरेक गाउँबाट यत्रो आन्दोलन गरेर मागेको कुनै पनि सत्ता होइन। जेनजीले 10 बुँदे सम्झौता हो, त्यति सम्झौता पनि देख्न सक्दैनन् भने हाम्रो 80 जना मरेको मान्छेको ज्यान फिर्ता दिनु सक्नुपर्छ बालेन्द्र शाहले। त्यो 10 बुँदे सम्झौतामा प्रधानमन्त्रीको पद मागिएको होइन, तर जनतालाई मताधिकार कसरी प्रयोग गर्ने भनेर चुनाव मागिएको सम्झौता हो। संविधान सुधारको बहस पत्र होइन, संविधान सुधारको आयोग मागेको हो। जेनजीले पनि आफ्नो भावना जसरी बालेन्द्र शाहज्यूले तपाईहरू आफ्नो देश कस्तो देख्न चाहनुहुन्छ भन्नुहोस् भनेर स्ट्याटस मार्फत भन्नुभएको थियो। स्ट्याटस मार्फतबाट भनेर नभएर जेनजी परिषदबाट जेनजीहरूको नेपालभरि भएको जेनजीहरूको आवाज समेट्ने थलोको रूपमा जेनजी परिषद मागिएको हो। सकारात्मक पक्षको निर्णय गर्नको लागि 10 बुँदे सम्झौता भएको छ। त्यो सम्झौता कार्यान्वयन भएको छैन। कार्यान्वयन गराउनुपर्छ। जेलमा भएको जेनजीहरूलाई राजनीतिकरण गर्न पाइँदैन। झुटा मुद्दाहरू लगाएर अहिलेसम्म पनि सरकारले राख्न पाउँदैन। उहाँहरूलाई छिटोभन्दा छिटो झुटा मुद्दा फिर्ता गरेर रिहाई गर्नुपर्छ। घाइतेको रिहेबिलिटेसन सेन्टरको काम छ, शहीदको न्यायको काम छ। गौरीबहादुर कार्की आयोगले 23 गते सिफारिस गरेको मान्छेलाई सरुवा बरुवा गरिँदैछ, उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। र 24 गते उहाँले छुनु भएको छैन। 6 महिनासम्म हामीले हाम्रै करको तलबले उहाँलाई पालेको हौँ र अहिले 24 गते छानिएको छैन। अघि भर्खर पनि कुरा गर्नुभयो, 24 गते चाहिँ 2 हप्तामा छानबिन गराउँछु भन्नुभएको मान्छेले अहिलेसम्म छानबिन भएको छैन। यदि उहाँहरू दोषी हुनुहुन्छ भने 24 गतेको घटनाक्रममा डराउनु भएको हो कि आफै दोषी भएर होइन भने छानबिन गर्न चाहिँ उहाँहरू किन अन्कनाइराख्नु भएको छ? हरेक नेपाली नागरिकले प्रश्न सोधौँ। अनि यो कार्यक्रममा बोल्न यति स्थान दिनुभएकोमा, पत्रकार मित्रहरू यहाँ आइदिनु भएकोमा अनि सम्पूर्ण नागरिकहरूलाई चाहिँ धन्यवाद दिँदै म बिदा हुन चाहन्छु। हस्।